हेलो गुड इभिनिङ सबैजनालाई। र आज फेरि नयाँ भिडियो लिएर आएको छु। र आजको भिडियो चाहिँ के छ भन्दा घरमा सबैजनाले बस्तीको कुखुरा खाने भने नि त, त्यही भएर चाहिँ बस्तीको कुखुरा अहिले बनाउँदैछौँ हामी। र यसको खास कुरा चाहिँ सुपमा चाहिँ के खानुपर्छ भन्दा यो तिते हालेर, अनि अरू गाइस लोकल कुखुरा बनाउँदा चाहिँ आगोमा चाहिँ पसिनाले चाहिँ दाइको हालत भइसक्यो, प्रेसर भइसकेको छ। तर दामी चाहिँ दामी बनाएछ, सफा देखाउ त। यतिको सफा चाहिँ बनाउनु सक्दैन उसैले। दाजुको हालत देखेर यता हुन्छ पसिना निस्केर बिचारा। दाइलाई चाहिँ भरे 5 बोटुको सुप दिनुपर्छ। के बोले भाइ? अब के बोले? अहिले चाहिँ हामी फोरफार काटकुटको मेलामा आइपुग्यो र यसले चाहिँ अन्डा भेट्यो हामीले चाहिँ हो। देख्न सक्नुहुन्छ तपाईँहरूले। र अहिले हामी चाहिँ फिलहालमा खाएको भिडियो चाहिँ अहिले देखाउँछु। गाइस खाएको भिडियो चाहिँ अहिले तपाईँलाई देखाउनेछु। स्टे ट्युन गाइस। अघि मैले भनेँ तपाईँलाई होइन खाएको भिडियो चाहिँ अहिले देखाउँछु भनेर। यहाँ चाहिँ हाम्रो स्पेसल के छ भन्दा वाचिबा, लोकल कुखुराको वाचिबा। यहाँ भाइको, यहाँ दाइ, यता बहिनी। चियर्स। गाइस अब चाहिँ मेरो नेपाल आउँदैछ। त्यसै लोकल कुखुराको वाचिबा, तपाईँलाई थाहा छैन वाचिबा भने है? यो चाहिँ वाइन हो, स्टिङ भनिदिउँ न, स्टिङ खाँदैछु म चाहिँ। त्यस्तै हो, अब त्यस्तो खाएर भन्छु दामी भएछ त्यस्तो। गाइस मैले तपाईँहरूलाई भनेको थिएँ नि सुप खाएको नि देखाउँछु भनेर। सुप चाहिँ यतिको भएको छ र टेस्टी भएको रहेछ हो। मैले पनि टेस्ट गरेँ। यो चाहिँ मेरो आमाले बनाउनु भएको। आमा चाहिँ यहाँ हुनुहुन्छ, मेरो आमाले बनाउनु भएको। सो गाइस तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो, के कस्तो लाग्यो, मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। लास्टमा फलो गरिदिनु नभुल्नु होला। बाई बाई।